पछिल्लो चोटि छक्का पन्जा 3 मा चाहिँ मैले मौका चढ्नेबाट चढेर आफै कुदाएको छु, त्यहाँ कहीँ डमी छैन। अर्को कुरा गर्दै गर्दाखेरि म मोटरसाइकल पनि चलाएँ। ओहो, मैले घोडा चढेपछि अहिले हिरो हिरोइनहरूलाई घोडा दिएछ, कति सजिलो कन्फिडेन्सका साथ चढ्छन्। अनि नमुना दिदीले पनि दिनुभयो कन्यादानमा मेरो दुनियाँलाई टाढा छोड भन्दाको ड्रेसहरू हेर्नुहोस्, सबै ड्रेसहरू। तर अरूले हेर्ने दृष्टिकोणमा यो फिमेल आर्टिस्ट भनेर हेरिन्छ, यो मेल आर्टिस्ट भनेर हेरिन्छ। त्यो पक्कै हेरिन्छ, त्यो पक्कै हेरिन्छ। त्यो नहुँदो हो भने जस्तो तपाईँ यहाँ अहिले मलाई इन्टरभ्यू लिनुभयो, म छु। अब तपाईँ यताबाट गएर होटल आउँछ र चिया खाएर मलाई त्यो फलानुले त यति कमारे अनि ढिस्कानुले उति कमारे, त्यो मलाई भन्नै नपर्यो। त्यो गफ गर्न पाउँदैनौँ हामी। उसको टाउको बिग्छ, तपाईँको के बिग्छ? ल हेर्नु, आइमे त सबै त्यो बिचरा यति यति कोट लाएर नाच्नै परेको छ। हिँडमा नाच्दा कोट लाएर केटा मान्छे चाहिँ औ गरे हुन्छ, केटी मान्छेलाई चाहिँ यति स्लिभलेस लाएर नचा, किनभने ब्युटिनेस थियो त्यहाँदेखि। मलाई एकचोटि एउटा राम्रो प्रोड्युसर, अहिलेसम्म उहाँले हिट फिल्म बनाउनु भएको छ, नामै लिनु पर्दा मैले सुदर्शन थापाले बनाएको, तपाईँ कति माग्ने हामी त्यति दिन्छु भन्नुभएको थियो प्रेम गीत 1 मा। बत्ती निभेपछि त के भन्यो भने दिदी तपाईँले त्यो गर्नु भएन है भने क्या। उहाँलाई भन्दै हामीलाई अलिअलि त्यो सुनेर पनि हामीले लाइटिङको बारेमा अब रिम लाइट भनेको के हो, अनि त्यो रिफ्लेक्ट भनेको के हो, त्यो त हामीलाई थाहा थिएन नि त। सधैँ एउटा कुरा चाहिँ मलाई अहिले पनि त्यो कुरा खड्किन्छ क्या, सासूले छ नि बुहारीलाई यस्तो गर्यो भन्छन् कि त्यो सासू चाहिँ चण्डाल भइरहेको हुन्छ, बुहारीले त सिक्दै गएर ऊ त पछि गएर त मान्छे जस्तो मान्छे बन्छ नि त। अब किरण बाबुलाई यसो गर्नु नि, यस्तो कस्तो होला भने होदी हो, ल तिमीले भने ठिक गर्छ क्या। दिपालाई पनि त्यस्तै। 2038 सालमा नेपाल राष्ट्र ब्याङ्कको रजत महोत्सवमा मैले काम गरेँ। हरिवंश बाबु मदन दाई त्यही बेलादेखि जोडिनु भयो हामीलाई। अब ड्रेस लगाउनलाई केटालाई होस् केटीलाई होस् गाह्रै छ के। केटाले अब मानिलिउँ त्यो अनुहार लासिन गर्नु पर्यो, कहाँ जान्छ त्यो टोइलेटमा जानु पर्यो नि त्यसलाई पनि। हारै अगाडि त उसले पनि गर्दैन, त्यति असभ्य त कोही पनि छैन। भनेपछि यो भ्यानिटी भ्यान चाहिँ हामीलाई चाहिन्छ भनेपछि अवार्ड दिँदा अलिकति पैसा पनि हालिदिउँ, झट्ट अवार्ड लिएर यहाँ आफू खिच्दा राम्रो होस्। इन्डियामा त छैन, हामी किन इन्डियाले जे गर्यो हामीले त्यही गर्नुपर्छ र। आजको एपिसोडमा हामीसँग हुनुहुन्छ वरिष्ठ चलचित्रकर्मी लक्ष्मी गिरी। उहाँसँग हामी उहाँको विगत, उहाँको एक्सपिरियन्स र उहाँको चलचित्र क्षेत्रमा भएको सुधारहरूको बारेमा चाहिँ हामीले छलफल गर्नेछौँ। पुरासम्म सुनिदिनु होला। आज हामी उहाँको योगदान, पास्ट एक्सपिरियन्स र चलचित्र क्षेत्रमा हुनुपर्ने सुधारहरूको बारेमा छलफल गर्न गइरहेका छौँ। सर, आर्टिस्ट भनेर चिनिन चाहनुहुन्छ कि फिमेल आर्टिस्ट भनेर चिनिन चाहनुहुन्छ? मात्रै आर्टिस्ट भनेर चिनिन चाहन्छु। किन भन्दा मेल र फिमेलको कुरा ल्याउनु हो भने मेलले नगरेको काम म फिमेलले गरेको छु। किन गरेको छु भन्नु होला भने मैले चलचित्र खेल्दाखेरि मैले मोटर चलाएँ 7 घन्टीमा 2051 सालमा अनर्थ भन्ने फिल्म। त्यसमा हाम्रो दिपेश किशोरको बुवा गायक, उहाँको बुवा मुकुन्द किशोर भट्टराई हुनुहुन्थ्यो। अनि लक्ष्मी लौ न के हो भनेर डराउनुहुन्थ्यो। आइमाईले मोटर चलाउँदा त्यो बेलामा 51 सालमा भर्खर मारुति चलिरहेको थियो, त्यो बेला गर्दा डराउनु भयो। अनि बाहिरबाट हुटिङ गर्ने हाम्रो फिल्म लाइनका मान्छेहरू कि त असाध्यै एकदमै सहयोग गरे जस्तो गर्ने अथवा सम्मान गर्ने, कि त असाध्यै तल निचो देखाउन खोज्ने पनि धेरै हुनुहुन्थ्यो। अनि बाहिरबाट कराइदियो, दिदी गर्यो। त्यो मान्छे नाचघरमा काम गर्ने हो र पछि यसो एउटा दुइटा आफ्नो पैसा हालेर हिरो पनि खेल्यो। तर त्यही सन्दर्भमा अहिले मेल र फिमेलको सन्दर्भमा भन्दैछु है, म ठुकी मान्छे भए होइन। अनि यहाँ हाम्रो चन्द्रप्रकाश घिमिरेजी हुनुहुन्थ्यो। तपाईँहरू किन कराइरह, म यहाँ छु, लड्यो भने मऱ्यो भने हामी सबै जाने हो, किन उ गरिरहेको, त्यो नगर्नु, डिस्टर्ब नगर्नु भन्नुभयो। त्यो भन्नु भनेको कति ठुलो कुरा हो। यहाँबाट खिच्नु थियो, मैले ड्राइभिङ गर्ने सर, मेरो पार्टनर हुने चाहिँ मुकुन्द किशोर भट्टराई दाइ हुनुहुन्थ्यो। अनि त्यो गर्दाखेरि एउटा त्यो कुरा भयो। अर्को कुरा एक फिमेल र मेलकै कुरामा, अब मेरो मेल साथी हुनुहुन्थ्यो,
उहाँलाई घोडा चढ्नु पर्ने, उहाँ डराउनु हुँदो रहेछ एउटा फिल्मको नाम नलियो। अनि उहाँले मलाई शुद्ध त्यो दिनुभयो, तपाईँ पनि राख्दाखेरि अलिकति भन्नुभयो, किन भन्दा उहाँको प्रेस्टिजको पनि कुरा होला। अनि पछिल्लोचोटि छक्का पन्जा 3मा चाहिँ मैले मौका चढ्ने घोडा चढेर आफै कुदाएको छु, त्यहाँ कहीँ डमी छैन। अर्को कुरा गर्दै गर्दाखेरि म मोटरसाइकल पनि चलाएँ। अब अहिले केही नजानेको जस्तो यसो बाटो हेर्छन् त अहिले जान्नेहरूले यसरी ओहो मैले घोडा चढेपछि अहिले हिरो हिरोइनहरूलाई घोडा दिएछ, कति सजिलो कन्फिडेन्सका साथ चढ्छन्। हुन त पहिला पनि हिरोहरूले चढ्नु भयो होला, तर मैले देखेको थिइनँ। म आफूले गरिसकेपछि मात्रै मैले मार्क गरे हो कि, किनभने अनि अर्को कुरा मोटर चलाउने त्यो बेलादेखि भनेपछि चलाएँ होइन, घोडा पनि कुदाएँ, मोटरसाइकल त त्योभन्दा पहिला पनि गरेँ। अनि यी कुराहरू मेल र फिमेल भन्दा पनि हामी कलाकारले के रोल दिन्छ, कसरी दिन्छ, त्यसलाई कसरी गेटअप दिने, म त गेटअपलाई पनि अलिकति ध्यान दिन्छु कि जस्तो लाग्छ है। किन भन्दाखेरि 2-3टा फिल्महरू भइसक्यो, ड्रेसम्यानले सिटेको अरे आजभोलिको ड्रेस उहाँ अर्डर गरेछ अरे सुटिङमा गयो छैन त ड्रेस। मलाई के थाहा थियो भने नमुनाको बेलामा नमुना दिदीले जब न्यु रोडमा खोल्नु भएको थियो, प्रकाश थापा सरसित मैले कन्यादान गर्दाखेरि त्यो मतलब दरबारिया स्टाइलको म अलिकति इतिहास पनि पढे जस्तो गर्थेँ भन्नु न, आउँछ त होइन यसो। अनि त्यो हेर्दाखेरि यो टाइपले गर्ने होला भनेर मैले आफूले पनि 3-4वटा बनाएको थिएँ। अनि नमुना दिदीले पनि दिनुभयो कन्यादानमा मेरो दुनियाँलाई टाढा छोड भन्दाको ड्रेसहरू हेर्नुहोस्, सबै ड्रेसहरू जतिवटा पनि फिल्महरू हुन्छ ड्रेस पनि सोध्छु। अनि कहिलेकाहीँ प्रड्युसरहरूलाई जस्तो मलाई चिनेको भित्री रूपमा चिनेको जस्तो यहाँको अहिलेको हाम्रो सुदन बाबुको बुवाहरू भए 2-4जनाले चाहिँ दिदीलाई के भनेर रोल भनिदेऊ न भन्छन्, नत्र भने त्यो भने त्यहाँ अर्डर गरेर यो टाइपले गर्छन् के। त्यो प्रड्युसर आफै ढुक्ने हो हामीले कमसेकम भनिदिनुहोस्। अनि 2-4 दिन अगाडिदेखि नै हामीले त्यो ड्रेसको उसमा अलिकति मेहनत गऱ्यौँ भने अब उसले त ल्याइदिन्छ नि, सिउदेऊ भनेको हो सिएको पनि हो बिचरा, उनीहरूले हतार तर फिट त भएन भनेपछि त्यस्तो भएपछि अलिकति फिल्मलाई ढिला पनि हुन्छ क्या। त्यसैले यहाँ मेल फिमेल भन्दा पनि काम कसरी गर्ने, कसरी प्रड्युसरहरूको लस नहोस्। मैले फेरि यो भन्दै गर्दा एकदमै ठुलो कुरा गरे जस्तो हुन्छ। मैले के जानेको छु भने एउटा प्रड्युसर बच्यो भने यो फिल्म लाइन आइरहन्छ, अनि फिल्ममा हामी टिक्न सक्छौँ। मलाई दर्शकले मन पराउनु भयो भने प्रड्युसरले नलिउँ भन्दै पनि पात्र त त्यही चाहिन्छ भनेपछि मैले कसरी काम गर्ने भन्ने प्रति मात्रै मेरो लगाव हुन्छ, या मेल फिमेल पनि हुँदैन। हजुरको त आफूलाई आर्टिस्ट भनेर चिनिने भनेर भन्नु त्यो हजुरको दृष्टिकोण भयो, तर अरूले हेर्ने दृष्टिकोणमा यो फिमेल आर्टिस्ट भनेर हेरिन्छ, यो मेल आर्टिस्ट भनेर हेरिन्छ। त्यो पक्कै हेरिन्छ। त्यो नहुँदो हो भने जस्तो तपाईँ यहाँ अहिले मलाई इन्टरभ्यू लिनुभयो, म छु। अब तपाईँ यताबाट गएर होटलमा बसेर चिया खाएर मलाई त्यो फलानुले त यति कमाए अनि ढिस्कानुले उति कमाए, त्यो मलाई भनै नपर्या, त्यो गफ गर्न पाउँदैनौँ हामी। अनि फलानुलाई यति दिए ढिस्कानुलाई उति, तपाईँ हामी त गफ गर्दैन। ठक्क आफ्नो काम गऱ्यो, घरमा गयो, घरसित के गर्ने, अनि भोलिलाई तपाईँले यो लेसन प्लान तयार गर्नु पर्यो, होमवर्कहरू गर्नु पर्यो। त्यही भएर हामी त्यो ग्यादरिङ गर्न नसकेर हो कि, अथवा तपाईँ हामी अब यहाँबाट छुटेपछि मैले तपाईँलाई कर्छु भने नानी मेरो त के भयो त्यो नानी यस्तो भयो गरेर तपाईँलाई त्यो पनि तपाईँले पनि दिदी मैले त यस्तो गरेँ भनेर गुल्लाउने कुरा पनि देखाउनुहुन्न। त्यसले गर्दा पनि होला लोग्ने मान्छे चाहिँ यिनीहरू के हुँदो रहेछन् भने जम्मा भएर चिया खाने ठाउँमा ग्यादरिङ हुने भएको भएर उनीहरू अलिकति अगाडि नै लोग्ने मान्छेकै अहिले जमातको अफिसहरू अब बल्ल पो अब भनौँ न राष्ट्रमा पनि जस्तो महिला प्रधानमन्त्री, महिला राष्ट्रपति, फलानु अब हामी जस्तो पनि यसो आउला कि जस्तो भयो, कलाकार हो कि जस्तो हुन लाग्यो बल्ल होइन। त्यो भएको भएर हो लोग्ने मान्छे आइमाई भन्ने अझै छुट्टिँदैछ।
दिने लिने कुरामा अझ छुट्टिँदैछ। छुट्टिँदैछ। दिने लिने भन्ने बित्तिकै फेरि पारिश्रमिकको कुरा आयो। पारिश्रमिक त हामीलाई मान्छे गन्दैनन्, त्यो त उहिलेकै कुरा हो। मलाई एउटा घटना के थाहा छ भनेदेखि पारिश्रमिक हुँदाखेरि अहिले त बरु केटीले पनि डिमान्ड गर्न सक्ने अवस्था आएको छ यो 5-10 वर्षदेखि यता। त्योभन्दा पहिला त उसको टाउको बिग्छ, तपाईँको के बिग्छ ल हेर्नु। आइमे त सबै थोक बिचरा यति कटो लाएर नाच्नै परेको छ। लोइ मान्छेलाई कटो लाएर नचाउँदा कस्तो देखिन्छ, त्यो जङ्गल जन्तु जस्तो देखिँदैन। कोही ठाउँमा त राम्रो देखिएला फिगर राम्रो हुनेलाई भनेपछि फेरि जन्तु भन्यो भनेर हामीलाई रिसाउनु होला। दर्शक मैले त्यो भन्न खोजेको होइन है। भनाइको मतलब आइमाईहरू त्यति ब्युटी हुन्छन्। अनि त्यो ब्युटिनेसहरू झिक्न खोज्छ क्यामेराले, प्रड्युसरले। यी कुरामा चाहिँ अनि हामी चाहिँ पैसा थोरै लिनुपर्ने। हिउँमा नाच्यो भने इन्डियाको होस् यहाँको होस् हाम्रो मानसिकता त्यही रहेछ। हिउँमा नाच्दा कोट लाएर केटा मान्छे चाहिँ औ गरे हुन्छ, केटी मान्छेलाई चाहिँ यति स्लिभलेस लाएर नचा, किनभने ब्युटिनेस झिक्याथे। यो कुरा यस्तो गर्दा चाहिँ मलाई के लाग्छ भने पारिश्रमिकको हिसाबमा हामी कहाँनिर केटी मान्छे कमजोर देखे त? के चाहिँ गर्न फाइट गर्ने भन्यो भने रेखाले पनि गरे नि त। रेखाले गरेकै हो। म बुढी भयो भने 2-4वटा फिल्म यसो टिप्स हेरेँ देखिहालिन्छ। जय भोले मानिन्छ, उसाइन्छ। अब अहिले भर्खरै गएको उसो के अरे रेशम फिलिलीमा पनि गएकै छ। भनेपछि हामी काममा कमजोर हुँदैनौँ र पनि हामीलाई अलिकति पारिश्रमिक चाहिँ कम हुन त हाम्रै कमजोरी पनि होला। मैले त्यही सोध्न लाग्थेँ, हामीले बोल्न नसकेर हो कि हामीले डिमान्ड गर्न डिमान्ड गर्न नसक्ने। अलिकति सम्मानपूर्वक बाँच्ने हो भने चाहिँ डिमान्ड गरे हुने रहेछ। म त डिमान्ड गर्छु। मलाई एकचोटि एउटा राम्रो प्रड्युसर अहिलेसम्म उहाँले हिट फिल्म बनाउनु भएको छ, नामै लिनु पर्दा मैले ऊ लिनुपर्छ, सुदर्शन थापाले बनाएको। तपाईँ कति माग्ने हामी त्यति दिन्छु भन्नुभएको थियो प्रेम गीत 1मा। यो कुरा मैले सोध्नु भयो हुन्छ उहाँलाई, सेनजीलाई। मलाई नै त्यत्रो पैसा दिनु छ मैले मागे जति भने तपाईँहरूले फेरि अर्को फिल्म पनि बनाउनु छ बाबु भनेर मैले भनेको। यसै गरी भन्दाखेरि अनिखेरि कति त भने भन्नु न जति भन्ने पनि भने ल भने। अब त्यो बेलामा मलाई आँट आएको रहेछ, किनभने सबैले दुःख देखाउने। उसले त्यसो भनेको छ, मलाई त आँटै आएन। ल 10 लाख भने अरे 10 नदिएला 5 त भन्थ्यो होला नि। मैले त्यो सकिनँ, किनभने यो प्रड्युसर बाँधिरह्यो भने नि हामीलाई फेरि राम्रो फिल्महरू आउँछ, हामी फेरि फिल्म पाउँछौँ भन्ने मेरो त्यो पहिला एउटा कसले मेरो मानसिकतामा त्यो हालिदियो अघि। अनि त्यही भएको भएर पहिला हुनु पनि हो, पहिला प्रड्युसरहरूको त्यस्तो घरबार बिन पनि हुनुभएको छ होइन। अनि त्यसले गर्दा डर लाग्छ। तर अहिले चाहिँ नडराइकन उहाँहरूले न कति भन्नुहुन्छ भने खै कति भन्नु हजुरसित पहिला नि गरिसके अहिले भने दोहोऱ्याएर लिन्छन्। पहिला लिँदै डराउँछन्, त्यो त बोल्छ अरे भन्दा रहेछन्। अब के चाहिँ नबोल्नु पर्ने हो, के चाहिँ बोल्नु पर्ने हो। अब कामको कुरा बोल्दाखेरि बोल्छ भन्छन् भने त्यहाँ मलाई कहीँ केही दुख्दैन, किनभने मैले फिल्मकै लागि राम्रोको निम्ति गरेँ। किनभने राष्ट्र ब्याङ्क जस्तो ठाउँ छोडेर त्यत्रो पैसा छोडेर यहाँ म गफ दिन मात्रै आउने हो र होइन नि। काम देखाउने, दर्शकलाई कसरी हुन्छ रिझाउन कोसिस गर्ने हो मेरो कर्तव्य भनेको। अनि त्यो गर्न आउँथे। अनिखेरि उहाँहरूले साँच्चीकै प्रेम गीत 1 हिट पनि भयो। त्यसमा मैले 6 थरी अभिनय गरेको छु, देखिहाल्नु भएको छ। अनि त्यसपछि त्यस्तै 2-4वटा फिल्महरू गरेको छु। अनि एउटामा चाहिँ एउटा डाइरेक्टरले के भन्नुभएको छ भने लक्ष्मीबाईको अरू हुँदैन भने। अनि फोन यत्तिकै जाँदो रहेछन्, गरे गर्दा रहेछन्। होइन तपाईँले फोन गर्नुभयो, तपाईँलाई सङ्ग तपाईँलाई दिइहाल्छु नि। अहिले लक्ष्मीजी के भन्नु, लक्ष्मीजी अब यी कुरा काटेको जस्तो हुन्छ। यस्ता पनि भोगिएको छ। भोगिएर आउँदै गर्दा मलाई एउटा कुरा के लाग्छ भने सूर्यलाई यसरी हत्केलाले छेकेर छेकिँदैन। भनेको मतलब मसित मैले खुबी निकाल्न सकेँ अथवा म आफू अपडेट भइराखेँ भनेदेखि कसैले नलिउँ भने पनि 1-1.5 वर्षपछि त खोजेर आउँछ। किन कथाले कहिले काहीँ माग्छ। अहिले तुरुन्तै चलिराखेको तपाईँले हेर्नुहोस् न, मेरो 3-4वटा फिल्म गइसक्यो भने अहिले मुहरलाई त्यत्तिकै छ। अब छुच्चीमा फेरि त्यत्तिकै सुहाउँदै रहेछु हेर्नुहोस्। अब अहिलेकोले झन् त्यो हेर्न जाने भनेको छ। अब त्यो पिट्लान भन्ने पिर्छ। एकचोटि एउटा फिल्मले 4-5 जना हल त्यो ठ्याक बत्ती निभ्यो है। बत्ती निभेपछि त के भन्यो भने अनि दिदी तपाईँले त्यो गर्नु भएन है भने क्या। अनिखेरि उसको मिसेस हुनुहुँदो रहेछ। त्यो बच्चाले पहिला चिन्दो रहेछ क्या। अनि बत्ती बलिहाल्यो। म चाहिँ जहिले पनि दर्शक बिचमा बसेर हेर्नु मन लाग्छ कि हामी भ्याइके बारे के उता माथि कि तल हेर्छौँ, त्यो होइन।
बिचमा बसेर हेऱ्यो भने दुईतिरकै कमेन्ट सुन्न पाइन्छ क्या कमेन्ट सुन्न साथ आफूले आफैलाई तयार गर्न सक्छौँ क्या फिडब्याक पाइयो नि त अनि अहिले गरौँ है दिदी भन्यो अनि त्यहाँ श्रीमती चाहिँले भने छुहाल्छ सुँग्छ भने क्या नानी हल छुटेपछि त अरे आफ्नै आफ्नै मान्छे कोही यही सिनेमा नहेर्ने बुढियामा एकजनालाई लिएर गएको थिएँ हजुरआमा पर्नेलाई अरे नानी यस्तो फिल्म नखेल बा सबैले गाली गर्ने बा गर्नुभयो कि किनभने त्यो सुस्मिताजीलाई यसरी तानेर बद्री त साह्रै नै बिग्रिस् न यसरी त्यो तानेर लानुपर्ने छ क्या हुस्की बनाएको थिएँ म अन्त मलाई त गोपकृष्ण हलमा त्यस्तो भयो हेर्नुहोस् अब सूची नगरौँ भने मलाई त्यही रोल सुहाउँदो रहेछ गरौँ भने अहिले महरूले पनि त्यहाँ जतिवटा पनि अहिले कमेन्ट सुनिरहेको छु म गएको छैन आज जाने त्यहाँ त्यो बुढी मान्छेले गरेको हामी त रुँदा रुँदा गऱ्यौँ बच्चाप्रति गरेको त्यो व्यवहार हेरेँ कि भनेको मतलब खै भगवान्ले त्यसै गरी खा भनेर होला राष्ट्र ब्याङ्क छोडेर यता आइयो अहिले हजुरको त 80 years अफ एक्सपिरियन्स छ नि यति वर्षको एक्सपिरियन्स छ पहिलाको र अहिलेकोमा एकदम मेजर भिन्नता देख्नु पर्दा ठ्याक्कै एक दुईवटा कुरा भन्नु पर्दा तुरुन्तै भन्नुपर्दा हाम्रो यो प्रविधिहरू एकदम राम्रो राम्रो आयो हजुर यसलाई अपरेट गर्ने मान्छेहरू त्यति देख्दिनँ म किनभने सामान त विदेशी भयो आयो त्यसलाई अपरेट गर्नको लागि हाम्रो चलचित्र विकास बोर्डले जस्तो अस्ति एउटा ड्रोन ट्रेनिङ भन्यो नि त्यस्तै जस्तो मैले आजभन्दा 10 वर्ष अगाडि पनि मलाई के थियो भने आन्दोलनको पछि मलाई 10 महिना जति त्यहाँ मैले बस्ने मौका पाएँ चलचित्र विकास बोर्डमा सदस्यको रूपमा त्यो बेलामा पनि मैले भनेको थिएँ किनभने प्राविधिकहरूलाई 1-1.5 वर्ष अथवा त्यति पनि भएन भने 6 महिना जति विदेश भनेको हाम्रो नजिकैको राष्ट्रमा ट्रेनिङमा पठाउने कि भन्दा यहीँ ट्रेनिङ गर्ने गराएँ के अनिखेरि कलाकार भनेको थिएँ प्राविधिकलाई मात्रै अहिले छुटहरू गरेर गर्नुभएको छ मैले भनेको 8-10 वर्ष 5 वर्ष जति गरिसकेको हिरोइनहरूलाई पनि हामीले त्यो ठाउँमा गएर होइन ट्रेनिङ दिने कि यहाँ जति सिके त्योभन्दा बढी त्यहाँ प्र्याक्टिकल त यहाँ भयो थ्योरी पनि त्यहाँ सिक्छन् अनि राम्रो गर्थे कि भन्ने मेरो यो सानो सोच थियो भन्न त भनेको थिएँ तर त्यो भनेको एकतिर इम्प्याक्ट जस काम त भइरहेछ निर्देशकहरू तयार हुँदै हुनुहुन्छ उहाँहरूले फ्रीमा पढ्न पनि पाउनु भएको छ धेरैजना हुनुहुन्छ प्राविधिकलाई पनि दिएको छ मलाई के लाग्छ भने प्राविधिकहरूलाई अझ ट्रेनिङ दिनुपर्नेछ किनभने जस्तो क्यामेराको बारेमा सबै अहिले हामीले प्र्याक्टिकल भाइहरू मात्रै हुनुहुन्छ मैले आउँदाखेरिका भाइहरू हुनुहुन्छ उहाँहरूले प्र्याक्टिकलको हिसाबले गर्न त राम्रो गर्नुभएको छ तर पनि उहाँहरूलाई अझ 2-3 महिने यहीँ किन नहोस् बाहिरको मान्छे बोलाएर यहीँ गराए पनि थ्योरी पनि सिकाउनु पाए हुन्थ्यो जस्तो लाइटिङ सम्बन्धी अब कुरा गर्दै जाँदा अलिक बढी बोल्या जस्तो होला मलाई हामी नेपाल टेलिभिजनमा हुँदाखेरि विजय पालपाली दाई अशोक तुलाधरजी उहाँले यो लाइटिङहरू पनि हामीलाई सिकाउनुहुन्थ्यो के ए कलाकार यसरी बसेको छ है यस्तो गर है उहाँलाई भन्दै हामीलाई अलि त्यो सुनेर पनि हामीले लाइटिङको बारेमा अब रिम लाइट भनेको के हो अनि त्यो रिफ्लेक्ट भनेको के हो त्यो त हामीलाई थाहा थिएन नि त अब अहिले पनि कोही कलाकार अब पुरानो कुरा गर्दै जाँदाखेरि पुरानोको कुरा आउँछ अलि यता आउनु दिदी अलिक उता जानु भन्छन् क्या अब दीपक राय माझी सरसित काम गर्दा के हुन्थ्यो भने थ्योरीमा बोल्नुहुन्थ्यो यस्तो गर यो गर टिलअप अनिखेरि यस्तो लेफ्ट यो भनेर भन्नुहुन्थ्यो अनिखेरि सर्ट्सहरू पनि भन्नुहुन्थ्यो हो त्यस्तो किसिमले गर्न पायो भने अलिकति आफू पनि परिमार्जित हुन्थ्यो कि कलाकारलाई पनि अलि यसरी बस्नु त अलि यता आउनु अलिक उता जानु त भन्नु नपर्ने हुन्छ नि जस्तो हामीले त्यो गर्दाखेरि त्यहाँ के अरे लाइट यस्तो छ भनिदियो भने ठ्याक्क हामी बस्ने हुन्छ कि प्रोफेसनलिजम अलिकति ल्याङ्ग्वेज होइन अलिकति प्रोफेसनबाट एउटा कमन ल्याङ्ग्वेज भयो भने सबैलाई काम गर्न पनि सजिलो त्यस्तो हुन्थ्यो कि भन्ने यो मेरो आफ्नो तर्क हो हुन्थ्यो होला डेफिनेटली हुन्थ्यो होला एउटै भाषा प्रयोग हुन्थ्यो सबैतिर जाने पनि अब टिल्टअप गर्न के अरे हामी यसरी बसेको छ अब भन्नु न मलाई तपाईँलाई अब डाउन गराउनु छ तपाईँको उसमा भने यहाँबाट लाइट दिएर यसो गऱ्यो भने तपाईँलाई त्यो होच्याएको भन्ने हुन्छ अब तपाईँलाई उठाउनु पर्यो भने यसरी दिने भनेर भन्ने त्यस्ता थ्योरीहरू पनि रहेछन् भनौँ न अनि मैले त्यो नेपाल टेलिभिजनकोमा गर्दा अलिअलि यसो सुनेको भएको भएर अनि कहिलेकाहीँ बोल्छु फिल्म लाइनमा
दिदी जाने भन्छन्, त्यसले कहीँ छुँदैन किन उनीहरूकै राम्रो हुन्छ। गाली त मैले खाएँ। सधैँ एउटा कुरा चाहिँ मलाई अहिले पनि त्यो कुरा खड्किन्छ क्या, सासूले छ नि बुहारीलाई यस्तो गर्यो भन्छन् कि त्यो सासू चाहिँ चण्डाल भइरहेको हुन्छ, बुहारीले त सिक्दै गएर ऊ त पछि गएर त मान्छे जस्तो मान्छे बन्छ नि त। अनि बाँचुन्जेल त सासू बुहारीको नराम्रो भइरहेको हुने रहेछ क्या। अनि मैले पनि त्यही सोचेँ, ए म बोलेँ मै चाहिँ खराब भइरहेको छु, तर उसको त राम्रो भयो नि जस्तो लाग्छ कि। अनि एउटा कुरा, फिल्ममा हामी टिमवर्क गऱ्यौँ भने जस्तो किरण बाबु, दिपा, हामी 2-4जना अरू कलाकार हुनुहुन्छ जसलाई चाहिँ मैले भने उसलाई पच्ने, उसले भने उसलाई पच्ने किन भन्दाखेरि राम्रोको निम्ति उसले पनि बुझेको हुन्छ। नबुझ्नेले चाहिँ गरेर हुन्छन् कि। अनि त्यो नबुझेर हो कि अथवा गर्न मन लागेर हो कि किन त्यो रियाक्ट गरे होला जस्तो लाग्छ कि। हामी चाहिँ यसो यसो गरौँ है बाबु, यसो गर्यो भने ए दिदी, अब किरण बाबुलाई यसो गर्नु नि, यस्तो कस्तो होला भने हो दि हो, ल ल तिमीले भने ठिक गर्छ क्या। दिपालाई पनि त्यस्तै, दिपा यो हुँदैन कि, त्यही त मलाई त्यस्तै लागेको छ दि, गरौँ गरिहेर न, गरिहेर अनि एउटा खिचिहेरौँ भयो हुन्छ, नभए फेरि अर्को भने हामी त्यस्तो कयौँ त्यो हो। यसरी काम गरियो भने राम्रो हुन्छ कि। हजुर, फिल्मलाई नै राम्रो, हामी आफैलाई पनि राम्रो हुन्छ कि भन्छु म चाहिँ। आफ्नो धारणा के एज एन एक्टर हुन्छ, डिरेक्टरले यो गर भनिरहेको हुन्छ, उहाँले सिकाएकै हुन्छ। तैपनि हामीले उहाँलाई सिकाउने, उहाँहरूप्रति हाबी हुने त होइन, तर कहिलेकाहीँ कस्ट्युमहरूमा हामी यो लाउँ सर भने यो लाउनु न, म्याच त गर्छ भने सर तर यो पनि गरिहेरौँ है भन्नु नि, त्योभन्दा यो बेटर भयो त लक्ष्मीजी ठिक छ, त्यो हुन्छ क्या। त्यसरी अप्सन्स पनि दिन पाए हुन्थ्यो कि। कुनै बेलामा हजुरले काम गर्दाखेरि कुनै डिरेक्टर त होइन मैले भनेकै हुनुपर्छ, म कसैको पनि सुन्दिनँ, मैले जे लगाऊ भने त्यही लगाऊ, जसरी बोल भने त्यसरी नै बोल अनि एउटा प्रकारको डिरेक्टर पनि भयो। अर्को चाहिँ दुईतिरैबाट लिने कि हजुरहरूको कुरा पनि सुन्ने, आफ्नो पनि कुरा, त्यस्तोमा यही गर भन्ने चाहिँ केमा हुँदो रहेछ भन्दाखेरि त्यो जस्तो ऐतिहासिक फिल्महरू बन्दाखेरि चाहिँ त्यो भन्नुपर्ने हुन्छ। अनि हामीलाई त्यति कुरा ऐतिहासिक कुराहरूमा चाहिँ थाहा नभयो भने चाहिँ अनि उहाँहरूले भन्ने जस्तो यादव खरेल जस्तो मान्छेले प्रेम पिण्ड बनाउँदा ड्रेसहरूको बारेमा धेरै कुराहरू भन्नुभयो। साँच्चै भन्यो इतिहास मैले त्यो बेलादेखि अलिअलि त्यो आफूलाई नपढ्ने होइन। अनि उहाँले प्रेम पिण्ड बन्दैछ यस्तो यस्तो कस्ट्युमहरूको लागि कस्तो दुःख भइरहेछ, मान्छेले आएर उ गर्ने भन्नुभयो। अनि त्यहाँ कुरामा ए कस्तो रहेछ त भनेर श्री तिनका उहरू वृत्तान्तहरू भन्ने किताब ल्याएर हेरेँ। अनि कसले कस्तो लाउँदो रहेछ, के लाउँदो रहेछ भनेर अनि मैले पनि यसो हेर्ने मौका पाएँ। अनि हेयर ड्रेसरहरूलाई पनि अब सबैले भ्याउँदैन एकैचोटि हुन्छ। अनि म पनि नानी म गरिहेर्छु है एकछिन भने गरेँ, त्यस्तो गर्नुहुन्छ। अनि त्यो एउटा, अनि झोलामा किनभने त्यो बेलाको के हुन्छ त्यही अनुसारको ड्रेसअपलाई चाहिँ हुन्छ। अब जस्तो मोडर्न कुरा, यही मोहरकै कुरा गर्नु, पुरानो सती प्रथाको के अरे उसको बेला हाम्रो देउकी चढाउने कुरा थियो होइन। अब त्यस्तोमा पनि ड्रेसहरू कतिपय कुराहरू इतिहास नै त पढ्यो भने अलिक थाहा हुने। अनि मैले नि 2-4वटा अप्सन्स लिएर गएको थिएँ। अब प्रतीक सर मक्क पर्नु भएको रहेछ, मलाई थाहा छैन। अनि लक्ष्मी दिदीलाई त अब के अनि हाम्रो गिरिराजले पनि दिदीलाई यो भनिदिनुपर्छ भइहाल्छ भने अनि उहाँहरूले पनि ल्याउनु भएको थियो। यो दुइटै राम्रै भयो भनौँ न। त्यसरी गर्दाखेरि कहिलेकाहीँ आफूले पनि एक्स्ट्रा लगिदिइ राख्यो भने आफूले पनि बुझेर लग्यो भने राम्रो हुन्छ कि भनेर लाने गर्छु। राम्रै भएको छ जस्तो लाग्छ। हजुरको त यति धेरै एक्सपिरियन्स छ, इयर्स नगरेको नदेखेको भन्ने कुनै पनि छैन, अवार्ड नभएको भने मतलब अलमोस्ट सबै नै फिल्म क्षेत्रमा त सबै नै भइसक्यो, सक्सेसको पिकमा पनि पुगिसक्छ होइन। कहिले यो फिल्डमा बस्दाखेरि मतलब अब फिल्ड न हो, अब ग्ल्यामरस छ, सबै थोक छ होइन, सक्सेस टल्कोमा चढेर ल मै हुँ अब भन्ने त्यो धारणा कहिले आएर कतै रङ डिसिजन जस्तो केही भएको छ? त्यस्तो हुनको लागि म सानैदेखि त्यही माहौलमा हुर्किनु पर्यो। जस्तो मलाई चाहिँ सानैदेखि उसमा के अरे दर्शनमा आधारित भएँ म। दर्शनमा के थाहा छ भनेदेखि मान्छे माथि टाउकोमा पुगिसकेपछि ओर्लिनुपर्छ, हिमाल चढेको जस्तो ओर्लिनु त पर्छ नि। अब म बिस्तारै ओर्लिन सक्छु किनभने मोर हिट नै छ, तर अर्को फिल्म त्यत्तिकै हिट पाउला नपाउला होइन। त्यसपछि मलाई लेलान् नलेलान्, तर फिल्मै मात्रै पनि नले पनि मलाई के थाहा छ भने लट्ठी टेकेर भए पनि मेरो टेलिफिल्म गर्छु। किनभने म 2021 सालदेखि मैले नाटक गरेँ बाल कलाकारको रूपमा। 2038 सालमा नेपाल राष्ट्र ब्याङ्कको रजत महोत्सवमा मैले
काम गरेँ हरिवंश बाबु मदन दाई त्यही बेलादेखि जोडिनु भयो भनेपछि त्यो नाटक गरेर आजसम्म पनि नाटक कसरी बोलायो भने छाटतोस गर्छ दौडी भनेर दौडिहाल्छु होइन भनेपछि नाटक पनि गरेकै हो त्यसपछि फिल्म पनि गरेँ आजसम्म फिल्मलाई फर्केर हेर्नु परेको छैन बोलाएकै छ तर बिचमा मलाई 2-4 मान्छे अघि तपाईँले मेल र फिमेलको कुरा गर्नुभयो 2-4 मै हुँ भने प्रड्युसरहरू सीमित प्रड्युसर अहिले असीमित हुनुभयो सीमित तपाईँ टेलिफिल्म पनि खेल्नुहुन्छ फिल्म पनि खेल्नुहुन्छ दर्शकले त्यति मन पराउँदैन ल त्यही भएर असल छैन है भने कहिले रोल माग्न गएको थिएँ र छैन है भने होला जस्तो लाग्छ कि मलाई साँच्ची नानी मैले गफ गरेको होइन अहिलेसम्म कुनै पनि प्रड्युसरलाई फोन गरेको छ भने सोध्नुहोस् कुनै पनि डाइरेक्टरलाई फोन गरेको छ भने सोध्नुहोस् किन म यो घमण्ड गर्छु भन्दा मैले टेलिफिल्म पनि खेलिरहेको छु घरमा बसेर बुढीको बेला दाँत यही फुकालेर चट्ट बसेर यसरी पनि गरेर टेलिफिल्म भए पनि गर्छु होला जस्तो मलाई लाग्छ त्यसैले मलाई त्यो म पिक भएँ म झरेँ भन्ने आउँदैन स्वास्थ्यले दिएसम्म मलाई लाग्छ म गर्छु होला त्यो बेलामा अहिले त हामी इन्डियामा देख्दा त भ्यानिटी भ्यानहरू देख्छौँ नेपालमा भ्यानिटी भ्यान बिचा आयो राख्नुभयो गोपीकृष्णबाट तर त्यसले नपुग्दो रहेछ एउटा हुन्छ 2-3 जनाले मेकअप गर्नुपर्ने हुन्छ त्यो चाहिँ हो अहिले तपाईँले ल्याउनु भयो यो मैले अस्ति पनि कुरा गरेको थिएँ अनि मैले प्रड्युसर 2-3 जना यस्तै खान बसेको थियौँ हामी सर हाम्रो यस्तो यस्तो गर्नु पायो हुँदैन टोइलेट आउँ म एकैचोटि 3 जना कलाकार थियो नि त त्यो पहिला जस्तो कहाँ हुन्छ अलि लामो ल्याउने नि अब 3टा कोठा बनाउने लामो यता बच्चा बच्चीको हुन्छ यता उसको हुन्छ कहाँ सकिँदो रहेछ गोपीले ल्यायो भने उहाँले साँच्चीकै भन्यो भने ध्यान नदिएको पनि हो हामीलाई अब ड्रेस लगाउनलाई केटालाई होस् केटीलाई होस् गाह्रै छ कि केटाले अब मानिलिउँ त्यो अनुहार लासिन गर्नु पर्यो कहाँ जान्छ टोइलेटमा जानु पर्यो नि त्यसलाई पनि हाम्रै अगाडि त उसले पनि गर्दैन त्यति असभ्य त कोही पनि छैन भनेपछि यो भ्यानिटी भ्यान चाहिँ हामीलाई चाहिन्छ होइन ल्याइदिइहाल्यो भने त्यही यो अचम्मकै कुरा हो अहिलेसम्म भ्यानिटी भ्यान मैले अरू ठाउँमा पनि बिचमा थियो सुनेको थिएँ कि सुटिङ गर्दाखेरि केटी मान्छेहरूलाई स्पेसली केटी मान्छेहरूलाई रेस्टरुम जानुपर्ने मतलब त्यो समस्या छ त्यो कुरा गर्नु छ भने नारायण घाटको कुरा हाम्रो सुशीला रायमाझी म्याम र मेरो हुन्छ उहाँले ड्रेस पनि चेन्ज गर्नुपर्ने त्यो बगरमा सु पनि आइरहेछ अब गर्ने के भगवान् कस्तो असभ्य गराए जस्तो हुन्छ हेर्नु मान्छेले भोग्नुपर्ने के हो अनि केही नलाएर यहाँनिर 2टा ढुङ्गा थियो नि यता र यता अलि उत्ताउलो जान्ने हुनुपर्ने के भने अटो ह्याबिट्स भन्छ नि मेरो चाहिँ त्यो हतार यहाँ साडी बाँध्ने यहाँ ढुङ्गामा गरेर थिचा राखेर म्याम भयो भने भयो लक्ष्मीजी धन्यवाद है गर्नुभयो क्या उहाँले म बतिरहेछु भन्दा अब उहाँको पालो सिद्धियो अब आयो अर्को हिरोइनको थियो होइन अनि त्यही सबैले अनि हामीले त्यसरी साडीले बाँधेर त्यसरी ढुङ्गामा गरेर हामीले कोठा जस्तो बनाएर त्यहाँ साडी फेरेको छ अनि यस्तो कुरा कि अब हामी फिल्म क्षेत्र त त्यो बेलादेखि हो त अन्य मान्छे कोही अहिले तपाईँले क्वेसन आउट के अरे पुट गर्नुभयो पो मैले तपाईँले क्वेसन गरेर पो मैले आन्सर दिनु पाएँ यो कुरा राख्दैनन् जाने फिल्म गर्ने पैसा लिने गर्ने सिद्धि किन त भन्ने भयो कि यो त बेसिक निड जस्तै भयो नि त हो किन भन्छ मतलब यो त एउटा बेसिक अर्का घर खोज्दै जानुपर्छ हजुर अमेरिका जानु पनि खोज्दै हिँड्नुपर्छ अनि कोही त ल है त्यो सबैले उ गर्ने होइन भरिन्छ पनि भन्छन् त्यो त कति सुनेको छ हुन पनि हो अब हामी फौजै हुन्छ अब त्यहाँ खाले चर्बी थियो कि के थियो होला भने पनि त्यो ठिकै हो उनीहरूले भन्नु स्वाभाविकै पनि हो हामीलाई सबैभन्दा प्रब्लम चाहे लोग्ने मान्छे होस् चाहे आइमाई होस् अझ बढी आइमाईलाई नै ड्रेस र उसको लागि चाहिँ शौचालय वासरुमहरूको लागि चाहिँ हामीलाई गाह्रै छ अझै सुटिङमा त अझै केटी मान्छेहरू अझै मैले केटीकै कुरा गरेँ अब फ्यामिली पनि हुन्छ होइन कोही बेलामा कति महिनाको सुटिङ हुँदा त कोही बेला बच्चाहरू पनि लानुपर्ने हुन्छ घरमा एक्लै छोड्न त्यसमा पनि केही पनि सुविधा छ छैन त्यो बच्चाको सुविधा त हामी मूर्ख हामीले नै कटौती गरे हो पहिला थियो के थियो भने जस्तो प्रकाश थापा सरको बेलामा हामीलाई ड्रेसहरू नमुना दिदीलाई सिउन लाउने ल है सिधेर ल्याइदेऊ भनेर अहिलेको जस्तो अर्डर गर्दैन थियो हरेक कलाकारलाई पठाउने नमुना न्युरोलमा थियो ज्ञान रत्न तुलाधरले अनि सबैलाई हिरो हिरोइन कसको छ कोलाई कहाँको म्याच हुन्छ अनि त्यहाँ पठाउनुहुन्थ्यो अनि
1 महिना 2 महिना अगाडिदेखि यो ड्रेसअपहरूको बारेमा अनि त्यहाँ हुन्थ्यो। अब मिलेन भने मिलाउन जाइन्थ्यो। अहिलेको जस्तो ल्याइदियो होला फलानालाई भन्यो अनि नाप लिन जानुभयो भन्छन् हामीलाई। गयो भने यहाँ काखी च्यापिरहेको हुन्छ, कहाँ के अरे। अब तपाईँले ठेक्का लिनुहुन्छ, सिउने अर्को हुन्छ। जस्तो अहिले हाम्रो ढलको जस्तो क्या, ढलमा इन्जिनियर, ओभरसियर, अर्थ मन्त्रालय, सडक बिहा सबै बसेर गर्छन्। गर्ने त कसले? लेम्यानले सिमेन्टी कति हाल्यो, ऊ कति हाल्यो, कसले हेर्न गएको छ त? अनिखेरि आज हाल्यो भोलिपल्ट भत्किन सकेका हुन्छ, अथवा बाढी आयो भन्यो त्यही प्लास्टिकको चिरा हुन्छ। त्यसलाई कसरी गर्ने भन्ने त हेरे हुँदैन। हो त्यस्तै ड्रेस पनि। अनि ड्रेसमा अब कुरा गर्दै जाँदा तपाईँले कस्तो गहिरो क्वेसन गर्नुभयो, जवाफ दिउँ भने यो नानीहरूले मार्छन् मलाई, नजवाफ दिउँ भने यो घटना घटेकै छ। किनभने ड्रेसलाई दिनुहुन्थ्यो क्या पहिला पहिला। अनि कोही नानीहरूले त यो पैसा लिइदिने अनि आफैले ड्रेस लिएर आउने गर्नुभयो। अनि अब अहिले त त्यस्तो पनि छैन। भनेपछि सुविधा सबै भएको, तर पहिला सुविधाको कन्सेप्ट थियो। किनभने बम्बईबाट पढेर आउनुभयो कोही होइन, धेरैजनाहरू। अनि कोही लन्डनबाट पढेर आउनुभयो, जस्तो यादव खरेल सर भयो, लक्ष्मीनाथ राई हुनुभयो। फिल्म हिट होला नहोला, तर फिल्म लाइनलाई चाहिने बेसिक कुरादेखि लिएर एडभान्स कुराहरू पनि उहाँहरूले सिकेर आउनुभयो। अब दीपक रामाजी भयो, भनौँ न थुप्रैजनाले त्यो सिकेर आउनुभएको छ, गर्नुभएको छ। अनि त्यो गर्न चाहिँ ड्रेसको बारेमा गर्यो, तर 2-4 जना बिचबिचको हाम्रो त्यसरी हराएर गएको हो। अब फेरि सुरुवात हुन्छ होला। त्यो नेपाली फिल्म त कति बनिरहेको हुन्छ अहिले, पहिलाको कम्पेरिजनमा अहिले त कति धेरै बनिरहेको छ। र कमर्सियल सक्सेस पनि करोडौँ होइन। मतलब पहिला हेरी विदेशसम्म पनि हाम्रो लगानी गयो नि त, विदेशको बाटो पनि हामीलाई आयो नि त। त्यो हुँदासम्म त्यहाँसम्म पुग्दा र फिमेल आर्टिस्टहरूको पनि, आर्टिस्टै भनौँ, उहाँहरूको कन्ट्रिब्युसन पनि उत्तिकै छ फिल्मलाई। त्यो हुँदाखेरि पनि बेसिक नेता पनि ध्यानमा नदिएर अझै पनि हामी त्यहीमै छौँ त्यहीमै छौँ। हो साँच्चीकै भन्ने हो भने अलिकति केही फरक भइयो भन्ने भने त्यही पैसामा अलिकति माथि उक्लिया छौँ। अनि हामी जाने पनि उस्तै छौँ क्या। अब कसलाई राख्ने कुरा मैले राखेँ भने अब प्रडक्सन कन्ट्रोलर अथवा प्रड्युसर दिदी त खालि के भन्नुहुन्छ भने गर्न थाल्छ। अब त्यहाँ ग्रुपै बनेर भन्न पाए पो। अब यो भन्ने कुरा चाहिँ कहाँ भन्दा हामीले प्लेटफर्म पाएको बेलामा चलचित्र विकास बोर्डमा भन्न पाइयो भने, सुनाउन पाइयो भने हुन्छ। अब पाउन त कति ठाउँमा पाउँदो रहेछ, त्यो बेला बिर्सिँदो रहेछ। यसपालि त मैले लेखेर ल्याएको छु, म यो भन्छु भनेर। पर्सि हामीलाई बोलाएको छ शनिबार, त्यहाँ चाहिँ भन्ने कि भन्ने विचारमा छु। किनभने अरूले सधैँ मैले पाइनँ, पुरस्कार पाइनँ, मैले अवार्ड पाइनँ भन्छन् भने मलाई यी चाहिँ अहिले हतार छैन। मरेपछि पनि दिइहाल्दो रहेछ, भइहाल्छ। अस्ति फलायो मरेर पुरस्कार दिए होइन, त्यो मरेपछि लिन कसले हो, त्यही छोराछोरीलाई पैसा दियो भने छोराछोरीले लिएला। अनि त्यो चाहिँ हतार छैन। अब म चाहिँ भन्छु भनेर मैले अलिकति 2-4 लाइन चाहिँ कोरिराखेको छु। अवार्डकै हजुरले भन्नुभयो, अवार्ड हजुरलाई कतिको जेन्युन लाग्छ नि? अवार्ड भनेको म त्यो पहिल्यैदेखि किन लाग्छ, किन घिन लाग्छ भनेर सोध्नु न। हो किन घिन लाग्छ भन्दाखेरि तपाईँले राख्नुभयो एउटा पुरस्कार, मैले राखेको छैन, तपाईँले मलाई दिनुहुन्न, रोटेसन अर्को फलानु फलानु फलानु। अनि अर्को कुरा अवार्ड लिँदाखेरि अब अहिले त पैसा पनि हालिदिनु पर्यो। किनभने अब उमेर ढल्किसक्यो अथवा नढल्के मान्छेलाई भने अवार्ड लिँदा कमसेकम ट्याक्सी चढ्ने पैसा त आओस् न। हिरोको मोटर छ अरे, त्यो हिरोले कति दिन मोटर चढ्छ त? कमसेकम उसको पेट्रोल खर्च त हुन्छ नि, त्यसमा 5,000 भए पनि हाल न, धेरै किन हाल्नु पर्यो र भनेपछि अवार्ड दिँदा अलिकति पैसा पनि हालिदियो अनि झट्ट अवार्ड लिएर यहाँ आफू खिच्दा राम्रो होस्। इन्डियामा त छैन। हामी किन इन्डियाले जे गर्यो हामीले त्यही गर्नुपर्छ र? आइला अवार्ड खै त पैसा भन्दा के त्यस्ता खै त्यो कुरा चाहिँ अब म ऊ भएर होला, पैसा भोगी भएर होला भनिदिन्छु। अब के भन्नु, होइन पैसाको भोग्यो त्यो प्र्याक्टिकलै कुरा। अनि मैले अर्को ठाउँमा पनि सुनेको थिएँ यो कुरा। अनि धेरैवटामा मैले इन्टरभ्यूमा भनेको छु कि अवार्ड भनेको छ, हेर्नुहोस् है, सम्मान भनेको छ। सम्मान पनि मलाई साँच्ची भन्यो भने मैले नैतिक चारित्रिक हिसाबले म आफू नडगमगाएँ भने तपाईँको मलाई त्यसै म चढ्छु। भोलि विद्यार्थीले 10 जना हामी आर्टिस्टहरू फिमेल आर्टिस्ट राख्नु, कसको बारेमा लेख्छ त? उसले जुन हेरेको छ त्यही हेर्छ होइन। अब घरमा फोन गरेर बाबु तिमीले फलाने फिल्म हेऱ्यो, उहाँ त गर्न थाल्यो भने बेग्लै कुरा। नत्र भने त उसलाई कसैले केही भन्दैन भने त उसको सोच्छ मनले त लेख्छ नि। ए फलानाको फिल्म हेरेको थिएँ, ढिस्कानो फिल्म पनि हेरेको थिएँ,
भनेर जस्तै भयो नि मनमा त आइहाल्छ नि त्यसरी लेख्छ होला के त्यसैले मलाई लाग्छ यो कुरा चाहिँ खासै मेरोमा चाहिँ मैले राख्दैन मैले यहाँ 2जना मान्छे हिँडी हुनुहुन्छ अब म भन्दिनँ 2जनाले मलाई पुरस्कार लिने भन्दा तिमीलाई तोक्छौ भने लिनु भने मरेको मान्छे पुरस्कार त्यसै पनि लिन्न जिउँदैको पनि तिमीले बाटो तोकेर मैले पुरस्कार दिए भन्ने कि त मेरो जिन्दगी बनाइदिनु सक्नु पर्यो एउटा सानो अपार्टमेन्ट बनाइदिनु भयो अब बुढेसकाल लाग्यो होइन भनेदेखि त्यो पुरस्कार दिएछ बेला बेला तोकिरह्यो भने लिन्न भने एउटाको त लिँदै लिन एउटाको चाहिँ होइन त्यस्तो भनेर वचनबद्ध बनाएर मात्र लिएको छु हाम्रो नेपालमा सिनियर आर्टिस्टको अवस्था कस्तो छ सिनियर आर्टिस्ट र जुनियर आर्टिस्टहरूको त 8-10 वर्ष हो अनि सिनियर भन्नेहरूले पनि खै कसरी मेन्टेन गर्नुभएको छ थाहा छैन हाम्रो ठिकै हुन्छ त्यस्तो केही छैन मैले भन्न खोजेको कसरी हाइफाई गरेर हिँड्ने अवस्था छैन है अनि खानै नपाउने पनि चाहिँ छैन किनभने घर छोराबारी भइहाल्ला नि एउटा कोठा दिइहाल्छन् अनि यसो कहिलेकाहीँ टेलिफिल्म खेले पैसाले दाल चामल किन्नु पाइन्छ नकिनेतिर गरिदिएको छ होला नि त्यति साह्रै आँखा छैन जुनियर अहिले जुन आर्टिस्ट नयाँ आर्टिस्टहरू आउनुहुन्छ नि उहाँहरूले सिनियर आर्टिस्टलाई हेर्ने दृष्टिकोण र किनभने यति वर्षदेखिको जुन फिल्म इन्डस्ट्रीमा योगदान दिएको हुन्छ नि त्यो रिस्पेक्ट फ्याक्टर त जुन पनि साइडमा हुन्छ जस्तो फुटबल होस् जताततै होस् नि हुन्छ नि यहाँ किन रिस्पेक्ट त किनभने यत्तिकै आजको भोलि आएको मान्छे धेरै वर्षको योगदान छ नि त र अहिलेको त्यो दृष्टिकोण के छ अहिलेको न्यू आर्टिस्टले पुरानो आर्टिस्टलाई हेर्ने दृष्टिकोण न्यूलाई दोष नदिउँ यो संस्कारलाई दोष दिउँ सुन्नुहोस् किनभने तपाईँको घरमा तपाईँको बाबाआमा पढ्नु भएको छैन तर धार्मिक कुराहरू सुन्नुभएको छ र त्यो कुरामा धार्मिक कुरा सुन्ने ओर्ने पढ्ने वातावरण पहिला थियो अहिले अब मोबाइलले गर्दा त्यो पनि छैन को बाज्यो कता गयो फलानु को गयो कति भोट कहाँ कसलाई थुन्यो कसलाई लियो यस्तो हेर्ने छ यो 5 वर्षदेखि यता त खत्तमै छ त्योभन्दा पहिलाको अवस्थासम्मलाई हामी के गरेर गर्न सक्ने संस्कार अनुसार पनि हुँदो रहेछ जस्तो मलाई विषयका प्रसङ्गले अर्को अर्थ नलागोस् मङ्गोल जातिहरूमा तिनीहरूले धेरै पढेको हुँदैन थियो यो सबैले सम्मान गर्नेलाई सम्मान गरेको हुन्छ सबैसित मिल्ने जुल्ने जस्तो नेवार तामाङ लिम्बू राई तपाईँले कुरा गर्नुहुन्छ भने राजवंशीहरू तराईवासीहरू यिनीहरूमा नि हामी बाहुन छेत्री जस्तो नि छट्टु पारा हुँदैन थियो अब अहिले त द्वन्द्वकालपछि अलि बाठो बनाउन खोजे हामी बाहुन छेत्रीलाई नै बाठो बनाउन खोजे उहाँहरू अलि बाठो हुन खोज्नुहुन्छ तर पनि मैले यहाँ किन भनेको भन्दाखेरि संस्कार अनुसारले मान्छेलाई व्यवहार गर्दो रहेछ त्यसैले गर्दाखेरि तपाईँ राम्रो संस्कारमा हुर्किनु भयो तपाईँ बाबुमा धेरै नपढ्या होला तर संस्कारी छन् भने तपाईँले मलाई यसरी आएर गयो नि तपाईँले यहाँ मेरो नेगेटिभ मात्र खोज्नु भयो भने नेगेटिभ हुन्छ पोजिटिभ खोजेर ओहो यस्तो भन्नु है त्यो त कस्तो बोलेको त गऱ्यो तर राम्रै बोल्यो है भन्ने टाइपले लिनुभयो भने चाहिँ त्यो भयो अनि अहिलेको नानीहरूलाई म दोषै दिन्न उनीहरू कस्तो ठाउँमा के उनीहरू आज आउँछन् भोलि जान्छन् अलि राम्रो संस्कार अलि राम्रो व्यवहार भएका मान्छे टिकिराखेका छन् त्यता भन्नु नै केही छैन जे छ ठिक छ सबैले ल्याएको कुराहरू नेपोटिजम कतिको छ ठिकै छ भन्ने कुरै आएन यी कुराहरू भन्यो भने कन्ट्रोभर्सी हुन्छ अनि कन्ट्रोभर्सीको मतलब हुनु पनि कति क्षेत्रमा चाहिने हो होइन हुँदा पनि ठिकै हो सबै फिल्डमा हुन्छ कि हुन्छ नि जबसम्म हाम्रो राष्ट्रमा सत्ता चलाउनेहरू नै स्वाभिमान स्वावलम्बी अनि दृढ विश्वासी भएर नेपाललाई अघि बढाउँछु भन्ने भयो भने ती नियम कानुन सबै विधि विधानहरू लागु हुन्छन् त्यसले गर्दा हामी ठाउँमा व्यवस्थित हुन्छौँ जबसम्म त्यो हुँदैन तपाईँ हामी के ठुलो तपाईँले मैले खुट्टा तानी मैले बुलाएँ फिल्म सेक्टरमा डबल स्ट्यान्डर्ड कतिको छ त्यस्तो त अलिक नभनौँ त्यो हुन्छ नै घरमा हेर्दा न्युजमा तर ममा लागु गर्नुहुन्छ भनेदेखि म एउटा यस्तो उसबाट इन्सपायर छु कि हामीले कहिलेकाहीँ नाम नलिउँ भन्दै पनि हामीभन्दा पहिला फिल्म डेभलप गर्ने हाम्रो छिमेकी राष्ट्र म नाना पाटेकर रजनीकान्तबाट इन्सपायर छु किनभने उहाँहरू बाटोमा हिँड्दाखेरि अहिले पो पत्रिका यहाँ आउन छोड्यो उहाँहरू बाटोमा हिँड्दा साधारण व्यक्ति उहाँहरूको हाइफाई तुनुक छैन त्यति हैसियत मेरो नभए तापनि
म त त्यस्तो बिना म धनी नभए तापनि। तर मलाई त्यो कुराले हामी जस्तोलाई त्यही गर्दा ठिक हुन्छ जस्तो लाग्छ। त्यसैले म बाटोमा हिँड्दा तपाईँहरूले देखिहाल्नु भएको छ, वाह लक्ष्मी गिरी ओ मोटरमा गयो अरे ऊ भन्नु नपर्ने गरी लक्ष्मी गिरीले ए परेछ भन्ने पारेको छु, किनभने मेरो हैसियत पनि त्यति पुग्दैन। तर उहाँहरू हैसियत पुग्नेहरूले पनि जस्तो हाम्रो गायिका लता मङ्गेशले हस्पिटल बस्दा एउटा इन्टरभ्यू दिनुभएको थियो। मैले त्यो इन्टरभ्यू हेरेको थिएँ। मेरो तल 3टा गाडी छ, म एक दिनमा 6वटा प्रोग्रामको निम्ति जान्थेँ, 3टा गीत गाउँथेँ, 3 थरी ड्रेस लाउँथेँ। मेरा हेयर ड्रेसरहरू त्यही उठ्थे, यी आज यी हस्पिटलको लुगामा छु भनेर रुन चाहिँ भएन, हाँसेर भने यस्तोमा छु। जिन्दगी हुन्छ, लिएर जाने केही छैन, गरेर जाने चाहिँ धेरै कामहरू छन् भनेर भने चाहिँ हामी मौका चाहिँ मैले चाहिँ पाएको छैन। यस्ता यस्ता सुन्छु अनि मलाई कहीँ कतै दुख्दैन, कहिल्यै पनि म निराश हुन्न। यस्तै यस्तै कुराहरू सुन्ने भएको भएर होला डबल म बाँच्नै जानु, किनभने औपचारिक जिन्दगी भनेको जिन्दगी नै होइन। औपचारिकताभित्र बाँच्ने मान्छेहरूले जब त्यो औपचारिकता खत्तम गरेर बिस्तारै उमेर ढल्किँदै जान्छ, मान्छेहरू आउनु जान छोड्छ अनि हामी मनोरञ्जन हुन थाल्छ। किनभने हामीलाई त्यो हाइफाई थियो नि त, त्यो बिस्तारै घट्दै गएपछि त हामीलाई छटपट्टि हुन्छ नि त, अनि त्यसले मनोरञ्जन निम्त्याउँछ कि भन्ने जस्तो लाग्छ। हजुरले कतिको देख्नु भएको छ आफ्नै सर्कलमा पनि त्यस्तो भएको? त्यो त नभनौँ, थुप्रै देखिया छ समाजमा, थुप्रो छ नि। तपाईँले हेर्नु न, पहिला पहिलाका मन्त्रीहरू नै हेर्नुहोस्, सुनिन्छ नि पत्र पत्रिकामा पढेको। अब हाम्रो दुई तिन छन् त्यस्तो, यो समाज हो, इन्डियामा पनि छ, यहाँ पनि छ, प्रायः हुन्छ नै यो ह्यान्डलै गर्न नसकिनु। अब यसको लागि के गर्ने भन्दा यो सकारात्मक सोच, अहिले एउटा सकारात्मक सोच भनेर एउटा स्लोगान जस्तो बनाएका छन्, कसैमा सकारात्मक सोच भए मार्दिनु। जस्तो मलाई ऊ त्यो बसमा चढ्यो अरे, ऊ त्यो हामी ट्याम्बो चढेको, ट्याम्बोमा बस्नु कि अनि सबैले हेरेर तपाईँ फिल्मको हो, हामी तपाईँ त ट्याम्बो चढ्नु हुँदो रहेछ गर्छन्, अनि तिनलाई हेरिरहन्छ यस्तो यति नै त्यति गर्नु जस्तो लाग्छ। सबैतिर हेर्छु, यसो हेर्छु उसो हेर्छु। अब हामी मोटर चढेर देखाउनु पर्ने भयो त यही भन्छु। कहिले काहीँ ट्याम्पो चढ्छु, कहिले काहीँ बस पनि चढ्छु। बोलाएको ठाउँमा तपाईँको मोटर कहाँ छ, खै बोलाइदिउँ, ड्राइभरलाई भन्नुहोस् न भन्छन्। म त मोटर होइन, मेरो त ट्याक्सी छ यार भनिदिन्छु, अनि हाँस्छन्। आनन्द छ कि कस्तो जिन्दगी आनन्द छ भने जवाफ दिने तरिकामा आनन्द आउँछ मलाई कि। उहाँहरूले जुन इमेजिन गर्नुहुन्छ नि त्यो इमेजिनभित्र हामी पर्दैनौँ, अनि कसैलाई पनि हामीले त्यो इमेजिन गर्नुहुन्न रहेछ। जस्तो मलाई एउटा कुरा याद छ, हाम्रो लन्डनको राजकुमार यहाँ आउने भयो है, कस्तो होला के होला मान्छेले यस्तो भनेर सोचिरहेको भएर त उहाँ पनि हामी जसरी लुखुट लुखुट परेको लुरे नै हुनुहुँदो रहेछ। अनि त्यस्तै नर्मल ए हाई फाई हो यसो तन्केर हिँड्ने त होइन रहेछ जस्तो लाग्छ कि। अहिलेको समाज हजुर हुँदाखेरि त सोसियल मिडिया त्यति थिएन होइन, अहिले त जे पनि फोनमा बसी बसी सबै कुरा हेर्न बुझ्न सकिन्छ नि, त्यसले कतिको प्रभाव पारेको छ? किन भन्दा एउटा त्यो बेलामा त कसैले भन्लान्, जताततै क्यामेरा पनि थिएन। अहिले त जहाँ हिँड्दा पनि एउटा क्यामेरा लिएर रेकर्ड गर्न मिल्यो, फोन लिएर रेकर्ड गर्न मिल्यो होइन। सोसियल मिडियाको यति छ, त्यसले पनि केही यसले मान्छेलाई होइन यस्तै हुनुपर्ने हो भन्ने सोच आएको हो र? त्यस्तो आएको हो, तर त्यो आएको पनि अब अहिले फेरि एउटा राम्रो चाहिँ यो गभर्मेन्टले गरेन भन्ने कुरा छैन। मलाई यहाँनिर एउटा कुरा चित्त बुझिरहेछ के छ भने मोबाइल तेर्साइहाल्यो, कसले के बोल्छ कसो बोल्छ। अब यसै गरी अहिले हामी गफ गरिरहेको छौँ भने एउटा न एउटाले रेकर्ड गरेर लिक गरिदिइरहेको हुन्छ, हामी कहिले के बोल्या हुन्छौँ के बोल्या हुन्छौँ। त्यो चाहिँ अहिले अलिकति कन्ट्रोल गर्न खोजेको हो कि त्यो चिज कोही कोही ठाउँमा कन्ट्रोल पनि गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ अहिले मलाई राम्रो लागेको छ। किनभने त्यो सोसल मिडियामा हाल्दाखेरि कसैको चरित्र हत्या हुने, कसैको के हुने। पहिला म फेयर छु कि छुइनँ अर्काको कमेन्ट गर्नलाई, पहिला म व्यवहारमा कतिको छु त्यो हेर्नुपर्छ कि। अहिले चाहिँ त्यो नेपाल गभर्मेन्टले त्यो गर्न खोजेको छ, त्यो चाहिँ मलाई राम्रो लागेको छ। पुरै कन्ट्रोल गर भन्यो भने त फेरि उसको कुरा पनि लुक्छ, हाम्रो कुरा पनि लुक्छ।
तर जुन मोबाइल हालेर अर्का चरित्र हत्या गर्नको निम्ति या वा अथवा मेरो बारेमा कमेन्ट चाहिने नचाहिने गरेछ, त्यो चाहिने नचाहिने कमेन्ट गर्ने कस्तो मान्छे रहेछ के रहेछ त्यो पनि खोजेर हेर्न थालेको भएर त्यो चाहिँ खुसीकै कुरा हो। यसमा चाहिँ अब समयको माग हो, अब कसरी जान्छ नियम कानुन बन्दै जान्छ, यसमा त्यति आत्तिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन। अनि अर्को कुरा हामी कलाकारहरूको तपाईँले कुरा निकालिहाल्नुभयो, तपाईँले डबल स्ट्यान्डर्डको कुरा हुनुहुन्छ। अब हामी ज्येष्ठ नागरिक भइसक्यौँ अथवा ज्येष्ठ नागरिक नभए पनि बाहिरबाट आउने नानीहरू हिरोइनहरू बस्नुहुन्छ। हाम्रा एउटा जसरी अपार्टमेन्टहरू खोल्दै गर्दाखेरि सिने अपार्टमेन्ट भनेर सिनेमाको मान्छेहरू बस्ने अथवा बस्ने उहाँहरूको लागि सकभर उहाँहरूलाई नै एभाइलेबल हुने गरी सस्तो किसिमले राखिदिएर अपार्टमेन्ट दिने हो कि त्यो भयो भने राम्रो हुन्थ्यो। अनि अब म जस्तो सिनियर सिटिजन भएको मान्छेलाई पनि त्यो दिएदेखि मेरो हातखुट्टा चलुन्जेल एउटा अपार्टमा बस्ने तपाईँहरू जस्तो साहित्यकार हो, म साहित्यसित पनि कहिलेकाहीँ यसो भाटाबाट गएर हुन्छु। टेलिफिल्मका नानी बाबुहरू हुन्छन्, तपाईँहरू जस्तो हुन्छन्। अब घरमा आउँदाखेरि छोराबुहारी नहुन सक्छन्, काम गर्ने मान्छे सधैँ नहोला, हेल्पर हाम्रो हेल्पर। अनि म पनि अब त्यहाँ भयो भने के हुन्छ भने म आफै सबै थोक गर्ने हुन्छु अनि सजिलो पनि हुन्छ। ल आज यो गुन्द्रुकको भात खाएर जाउँ न यार भन्यो। अनि कोही कोही नानी बाबु आज सुटिङ गरेर ढिला भयो तिमीहरू हिँड्छु त कहाँ जाने भन्न पाइयो। मेरो छोरा छोरी जस्तै लाग्छ, मलाई माया लाग्छ। सुटिङमा जाँदा म कतिलाई त्यो गर्छु, अब कतिले सम्झिन्छन् कतिले बिर्सिन्छन्। मलाई चाहिँ एउटा खड्के के भने हामीसित पैसा लिऊ, पहिला एकमुष्ट अलिकति लिऊ, 10-15 लाख लिऊ, अनि त्यसपछि मासिक लिँदै जाऊ। अनिखेरि मैले तिर्ने रकमहरू तिर्दै जान्छु। सडेन 30-40 लाखसम्मको एउटा अपार्ट दिएदेखि हुन्थ्यो भन्छु क्या, फ्ल्याटहरू। अहिलेको कन्टेक्समा कतिको सुविधा छ लाइक सिनियर आर्टिस्टहरूलाई हाम्रो चलचित्र क्षेत्रको लागि फिल्म डेभलपमेन्ट बोर्डबाटै भन्नु, विकास बोर्डबाट भन्नु पर्दा या अरू कुनै सङ्घ संस्था? विकास बोर्डबाट त गरेन, यो मेरो आफ्नो मात्रै कोठामा बस्दाखेरि अब के सोचेर बस्दाखेरि बसेको कुरा। बरु यस्तो कुरा पो अहिले विकास बोर्डमा राख्नुपर्छ, किनभने दिनेश ऋषिजी अलिकति यसो सोच्ने खालको बाबु हुनुहुन्छ। अहिले मलाई झट्ट याद आयो, यो भन्नुपर्छ कि जस्तो लागिरह्यो, अहिले चाहिँ लाएर आयो। हजुरले त अब फिल्ममा यति धेरै काम गरिसक्छ सबै सेक्टरमा होइन, फिमेल आर्टिस्टमा फेरि फिमेलै आर्टिस्ट भनेर भने होइन, त्यो इभल्भ हुन त्यहाँदेखि आउँदाखेरि अहिलेको र मैले अघि पनि सोधेन थाहा भएन चेन्जेस त आएको छ। एउटा फिमेल आर्टिस्टलाई कतिको गाह्रो छ र अहिले फेरि फेमिनिजम भन्ने कुराहरू पनि कति निस्किन्छन्, त्यसले फिमेल आर्टिस्टहरूको फेभरमा काम गरेछ कि उनीहरूलाई अझै नकारात्मक भएको छ कि के छ त्यसमा दृष्टिकोण? हामीलाई नै फाइदा भएको छ कि फिमेलहरूलाई झन् यो फेमिनिजमले गरेर गाह्रो भएको छ कि या आफैले बिगारिया छ कि? मैले अघि नै तपाईँलाई जवाफ दिइसकेँ। राज्यले जबसम्म आफ्नो नियम कानुनभित्र रहेर यसलाई लागू गर्दैनन् तबसम्म यी चिजहरू यसरी भन्ने कथा मात्र भन्छन्। तपाईँले मलाई सोध्ने, मैले तपाईँलाई भन्ने मात्रै हुन्छ। जुन कुरा जुन नियमहरू छ त्यसलाई हामीले व्यवस्थित रूपमा लागू गरिदिने हो भने हामीलाई एकदमै फाइदा छ, राम्रो छ। र तपाईँले सोर्स अनुसार गर्नुहुन्छ भने हामीलाई टुटा पनि छ, किनभने केटा मान्छे पनि कति ठाउँमा ल्याक भइरहेको छ। हो, त्यसले गर्दाखेरि हामीसित भएकै नियम कानुन छ नि, त्यसलाई राम्रोसित लागू गरिदिने हो भने दुवै वर्गलाई राम्रो छ। मलाई एउटा सोध्न मन लागेको प्रश्न महिला भनेर भनेको छ नि, महिला हिंसाका कुराहरू धेरै आउँछ नि। कहाँनिर हिंसा हो, के हिंसा, कुनलाई हिंसा भन्ने? जस्तो म मेरै कमाइ खान्थेँ, 16 वर्षमा बिहा भयो, 16 वर्षमा जागिर खाएँ, 18 वर्षमा अब बुढोले गाली गर्यो, त्यो हिंसा हो म कुद्दै जानु? अथवा मैले सहनु हुँदैन भने मैले के चाहिँ गर्नु त? साह्रै नै रक्सिका हराएर दिनका दिन कुट्ने, मेरै कमाइ खाने, मलाई नै कुट्ने भन्यो भने त बेग्लै कुरा। नत्र भने सँगै बस्दा अलिअलि काकाङ त भइहाल्छ। अनि केटा मान्छेलाई हामीले नै हुर्काउन नजानेको हो। अनि प्रकृतिले पनि दिएको हेर्नु, तपाईँ त्यो बहिनीलाई हेर्नुहोस्, बहिनीले त पेट बोकेकी छ। तपाईँले के अरे एनिमल प्लानेट हेर्नुहोस् त, पेट बोकेकी छ, भोलि ब्याउने रहेछ, ऊ शिकार गर्न जान्छ। शिकार गर्न जाँदाखेरि त्यो तान्न सक्दिनँ, अनि खेरि दायाँ बायाँ यसो हेर्छे,
कसैलाई हेल्प खोज्या होला बिस्तारै तान्दै तान्दै ल्याएर सिंहको अगाडि राख्नु रहेछ। अनि त्यो सिंहले त्यसलाई खनेर ओरेर छोपेर राख्दो रहेछ। अनि सिंहिनी कहाँकै थाहा छैन। अनि त्यहाँ कमेन्ट्री भनिरहेको हुन्छ, अब हामी त के बुझ्छौँ, अनि कमेन्ट्रीमा भनिरहेको हुन्छ। एक हप्तापछि त्यो सिंहिनीले अनि फेरि आएर त्यो सिंहलाई यसो हेरिदिँदैछ, अनि त्यो डमरू खाइदिन्छ कि भन्ने। त्यो सिंह बिरालोको जस्तै उसले पनि बच्चा खाइदिँदो रहेछ। भनेपछि आमाले गर्ने ड्युटी त हामीलाई प्रकृतिले हामीलाई नै दिएको छ क्या, होइन। अब त्यो नबोल्ने भयो, हामी बोल्ने मान्छेले चाहिँ बुढा एकछिन लिइदेऊ चाहिँ भन्न पाइयो, होइन। बुढा यो सुकाइदिनुहोस् लुगा भन्न त पाइयो। ल पुरै तैँले बचपा भनेर त ल सुत्केरी त हो म स्याहार्छु भन्न त मिल्दैन कि। हजुर। त्यसैले यी कुराहरू धेरै बोल्दाखेरि पनि सोध्नेले पनि धेरै अध्ययन गरेर सोध्नुपर्ने हुन्छ कि। अनि किन भन्दाखेरि चराकै पनि त्यो बिचरा त्यो गौँथली हुन्छ, गौँथली त अहिले जसको घर आइन्छ ठक्क गौँथलीले त्यो अन्डा छोप्छे, अनि गौँथली जान्छे, के अरे उसले गौँथलोले छोप्दो रहेछ, होइन। अब त्यो कुन चाहिँ हो, उसलाई खाना दिन्छ। जब बच्चा हुर्किन्छ नि अनि दुइटैले खाना दिँदा रहेछन्, बाबामा भोकै हुँदो रहेछ लाएर। भनेपछि प्रकृतिमा भएका चिज चाहिँ हामीले के चाहिँ नयाँ खोज्नु। त्यसैले कोही कुरा सहनुपर्छ, कोही कुरा मान्नुपर्छ। हजुरले यति धेरै इन्टरभ्यूहरू दिनुभएको छ है, यति धेरै मेरो मनमा आएको कुरा यो चाहिँ अहिलेसम्म कति धेरै आर्टिस्टहरूले इन्टरभ्यू पनि दिनुभएको छ। फिल्म सेक्टरको यथार्थ कुरा हुन्छ नि, हामीले त बेसिक कुरा हामी पोलिटिकली करेक्ट पनि हुनु पर्यो, चपाइ कतिचोटि बोल्नु पनि पर्ने हुन्छ, होइन। यथार्थ कुरा मलाई कति बाहिर निस्केको छ। यथार्थ कुरा त्यो त तपाईँले मलाई सोध्नु होइन। यथार्थ कुरा कति बाहिर निकाल्ने भन्ने कुरा तपाईँहरूको हातमा हुन्छ। मिडियाहरूले अहिलेसम्म यत्रो मिडिया खुल्याएको छ, खोइ त यथार्थ निक्लेको। निक्लिन्थ्यो भने मलाई अरू फेरि कुरा गर्दै जाँदा यहाँ म भन्ने शब्द जहिले पनि कृष्ण भगवान्ले म भन्ने शब्द नभन्नु भन्नुहुन्छ, घमण्डको कुरा भन्नुहुन्छ। एउटा लेडिजले के चाहिँ गर्न बाँकी राखेको छ, फिल्म लाइनलाई चाहिने के चाहिँ गरेको छैन, तर त्यो कहाँ हाइलाइट भएको छ त। अनि फिल्म लाइनको यथार्थ कुरा भन्नुहुन्छ। फिल्म लाइनको यथार्थ भनेको के हो, त्यो बेलाको कुराहरू हो कि अहिलेको कुराहरू हो कि। अनि पुरानो मान्छेले भने म त पुरानो भनेर एकदम त्यहाँबाट बेनिफिट लिएको गर्ने हो कि के बेनिफिट लिने हो। मलाई चाहिँ यो बारे केही थाहा छैन। मैले कसरी काम दिने कसरी काम लिने त्यति हो। भोलि तपाईँसित मैले के बेनिफिट पाउँला भनेर तपाईँलाई त्यो चाकडीबाज बोली त यही हो मेरो बोली, थाहा छँदैछ। चाकडीबाज पनि आउँदैन हेर्नु, पढ्छु भने बाबु तिमीलाई कहिले छ अनि फिल्म कतिवटा गर्दैछौ भने अनि मेरो छ यसपालि गरेर गर्ने चलन पनि छैन। टेलिफिल्म हेरेकै छ, फिल्म देखेको छ, चाहियो भने लिइहाल्छन्, चाहिएन भने घरैमा बसौँला। अपार्टमेन्टको कुरा गर्नुभएको थियो नि, जुन सबै फिल्म सेक्टरको मान्छेहरूलाई एउटा अपार्टमेन्ट भयो भने सहज हुन्छ, त्यसमा अलिकति भन्नु। मैले भन्न खोजेको भने एउटा फिल्म सिटी तयार गर्दैछ नि, त्यस्तै जस्तो टेक्निसियन, कलाकार, मतलब फिल्म कर्मीहरू जम्मै हुनुहुन्छ नि, जति बस्न रहर गर्नुहुन्छ, जसको हैसियतले पुग्छ, हैसियत नपुग्नेलाई पनि अलिअलि ब्याङ्कबाट लिएर भए पनि टेक्निसियनहरूलाई पनि त्यस्तो बाहिरबाट कति आउनु भएको छ। यसै लाइनमा मरिमेट्नु भएको हुन्छ, त्यही पैसा लियो सिद्धियो। अहिले बल्ल बल्ल बिमाको कुरा आएको छ, होइन। यस्ता कुरा जस्तै अपार्टमेन्टको पनि कुरा गर्न पाएदेखि फिल्म बनाउनेले पनि अब त्यतातिर पनि सोचिदिने हो कि यो वर्ष फिल्म बनायो, अर्को वर्ष 2-4 जना मिलेर अपार्टमेन्ट बनायो अनि भाडा लिने। अब सिँगै किन्न नसक्ने, जस्तो अघि मैले भने नि 15-16 लाख पहिला लिउँ अनि पछि लिउँ, सबैले त्यो नसक्ला, तर भाडामा त राख्न सक्छ नि। भाडामा लिने, बाहिर भाडामा बस्दाखेरि राति आउँछन् टेक्निसियनहरूले त साँच्ची भन्यो भने 3 बजे 2 बजे उठेर आउनु, उनीहरू सुत्ने कि उठ्ने। अनि राति जाम डेढावा घरवालाले खोलिदिँदैन, त्यो नखोल्नु पनि उनीहरूलाई पनि दोष छैन, किनभने हामी टाइम न कुटाइम गइदिएर निद्रा पनि उहाँहरूलाई डिस्टर्ब हुनु हो। त्यसैले कलाकार होस् जोसुकैला होस्, यो एउटा भइदियो भने हाम्रो फ्री क्या। यो एउटा जति यो अपार्टमेन्ट जम्मै टेक्निसियनको, यहाँ यिनीहरूलाई यो साँचो यिनीहरूको जुनसुकै बेला होस् क्या। अनि हामी कलाकारको पनि त्यो त बुढी भएर पनि बाबै राति राति आउँदो रहेछ नि भन्ने नहोस् क्या। जस्तै घर भए पनि, जस्तै मैले इज्जत कमाए पनि त्यो नेगेटिभ सोचले चाहिँ बढी समाजमा
त्यो इम्प्याक्ट गरिरहेको हुन्छ क्या अनि फलानु बुढोले त केही भन्दैन रहेछ बुढो त थर र राति राति आउँदो रहेछ नि ल अब त्यो मजा भयो त भएन नि चट्ट म आएँ होइन सट्ट आफ्नो कोठा खोलेँ बसेँ आनन्द त्यो गर्न पाएदेखि हुन्थ्यो कि भन्ने मेरो सोच हो अन्तिममा अघि हजुर भन्दै गर्दाखेरि लक्ष्मीगिरी भनेपछि मतलब यो यस्तो कडा छ यसले मुखमा जे पनि भनिदिन्छ यो छ त्यो छ भनेर जुन भन्दै होइसिन्थ्यो नि त्यसमा अब लास्टमा भन्नुपर्दा लक्ष्मीगिरी भनेको चाहिँ को हो कस्तो हो भन्दा के भनेर यो चाहिँ मैले मिडियालाई सोध्ने कुरा गरेँ लक्ष्मीगिरी के हुन् के होइन लक्ष्मीगिरी ज्ञानी मान्छे हो कि लक्ष्मीगिरी आत्मीय व्यावहारिक मान्छे हो कि लक्ष्मीगिरीलाई भन्नु पर्दाखेरि अलिक चण्डालै मान्छे हो कि चण्डाल हो भने कहाँ पकसको के बिदाइदिए आत्मीय मान्छे हो भनेदेखि त्यही अनुसारको व्यवहार मलाई दिएदेखि हुन्थ्यो भन्ने मेरो सोच हो अझै आइदिनु भयो थ्याङ्क यू सो मच धन्यवाद मलाई यहाँसम्म बोलाएर गफ गर्ने मौका दिनुभयो यो गफै त हो नि अब कति पत्या यसलाई कति यो तर व्यवहारिक चाहिँ हो है म आदरणीय दर्शकवृन्द यति भन्दै म यहाँहरूबाट अहिलेलाई बिदा चाहन्छु